भूकम्प कहिले पनि बाजा बजाएर हामीलाई थाहा दिएर कुनै सूचना दिएर आउँदैन। यो प्राकृतिक रूपमा हामीलाई थाहा नदिकन आउने प्राकृतिक प्रकोप अन्तर्गत पर्छ। के हो बहिनीको नाम? पवन खै पवन पवन खै पवन खै खै कहाँ गयो खै छोड्नु पर्यो उनलाई चाहिँ चोट लाग्यो अरे ल भलिन्टियर साथी हो पल्टी भित्र पुरै टाउको भरि ठिक छ नि ल नाति है तलबाट सपोर्ट राम्रो राखौँ है ल सर गाडी लैहाल्नुहोस् अर्को पनि घाइते रहेछ ओके विद्यार्थी भाइ बहिनीहरू आज हामी भूकम्प कसरी गयो कसरी सुरक्षित हुनुपर्ने रहेछ भन्ने कुरा बुझ्यौँ होइन। हजुरहरू निकै नै आत्तिनु भएको थियो। यसरी आत्तिने होइन, भर्याङबाट झर्दा कक्षा कोठामा हुँदा अथवा हजुरहरू घरमा भइरहेको बेलामा पनि भूकम्प आयो भने हामी एकदमै सुरक्षित तरिकाले आफ्नो जिउ कसरी जोगाउने भनेर पहिला लाग्ने, अनि त्यस पछाडि आफ्नो वरपर आफन्त र इष्टमित्रहरूको ज्यान कसरी जोगाउने भन्नेतर्फ लाग्ने हो। हामी सबैभन्दा पहिला चाहिँ हामी एकदमै सचेत हुनुपर्छ। हामीले हाम्रो इमर्जेन्सी ब्यागलाई एकदम रेडी बनाएर राखेको, त्यो इमर्जेन्सी ब्यागसहित हामी बाहिर आउनुपर्छ होइन। यी र यस्ता सावधानीहरू अप्नायो भने पक्कै पनि जिउ ज्यानको जोखिमबाट एकदमै न्यून क्षति हामीले हुनुपर्छ। न्यून क्षति भयो भने हामी आफै सबैजनालाई राम्रो कुरा पनि हो।